नमस्कार अनि जय मसी पनि है त। मनोक्रान्तिको संस्थापक विकासानन्द सरले एउटा गफ दिइरहनु भएको रहेछ कि रक्सी नखाने हो भने, रक्सी खान नदिने हो भने मान्छे निराशमा जान्थे, डिप्रेसनमा जान्छ, एन्जाइटी हुन्छ। थुप्रै मान्छेहरू चाहिँ आत्महत्या गर्छ। रक्सीले गर्दा मान्छेहरू बाँच्न सफल भएको छ, दुःख र पीडालाई चाहिँ भुल्न सफल भइरहेछ भन्नु भएको रहेछ। त्यो चाहिँ गफ हो। उहाँले रक्सी खानुहुन्छ रहेछ, त्यसपछि अरूलाई पनि रक्सी खानुहुन्छ भनेर चाहिँ सल्लाह दिएको देखेँ। अनिखेर मेरो अनुभव, मेरो सर्कलका मानिसहरूको अनुभवलाई हेर्ने हो भने रक्सीले चिन्ता भुल्दैन। रक्सीले चाहिँ तनाव चाहिँ बिर्साउँदैन क्या, झन् सम्झाउँछ। थाहा छ, त्यो पीडालाई झन् बढी याद दिलाउँछ र त्यसमा रोएर बसिरहेको हुन्छ। मैले मेरो आमाको उदाहरण दिनुपर्छ। अहिले मेरो आमाले रक्सी पनि खानुहुन्न, चुरोट पनि खानुहुन्न। तर एउटा समय यस्तो थियो कि आमालाई रक्सी नभए हुँदैन थियो। कमसेकम बेलुका चाहिँ एक समय चाहिँ रक्सी खाएर बस्नुहुन्थ्यो कि आमाले। अनि त्यो जब रक्सी खानुहुन्थ्यो, त्यो पुरानो कुराहरू सम्झेर रुनुहुन्थ्यो क्या। यसले मलाई यस्तो गरेको थियो, उसले मलाई यस्तो गरेको थियो। त्यो दर्द सम्झेर आँसु झारिरहनुहुन्थ्यो अनि निराश भइरहनुहुन्थ्यो क्या। रक्सीले तनाव भुल्ने भएदेखि, दर्द भुल्नु भएदेखि त्यो रक्सी खाएको बेला त्यो पुरानो कुराहरू याद आउँदैन थियो होला कि, त्यो पीडा याद आउँथ्यो, रुएर बस्नु हुँदैन थियो क्या। अनि अरू मान्छे जो रक्सी खाने गर्छ ती व्यक्तिहरूलाई पनि हेऱ्यो भने त्यो रक्सी खाँदा झन् रोएको क्या, झन् पीडामा गएको देखिन्छ। गर्लफ्रेन्डले धोका दिएको होला, बोयफ्रेन्डले धोका दिएको होला, स्वास्नीले धोका दिएको होला, बिजनेसमा घाटा, ती कुराहरू सम्झेर झन् दर्द र पीडामा चाहिँ समय बर्बाद गरेको चाहिँ देखिन्छ। त्यसैले विकासानन्द सरले जुन किसिमको गफ दिइरहनु भएको छ नि, फटा गफ जस्तो लाग्छ। मलाई चाहिँ चित्त बुझेन। त्यो हुँदैन। रक्सीले चाहिँ दर्द भुल्नेवाला छैन, पीडा भुल्नेवाला छैन। एन्जाइटीमा जान र डिप्रेसनमा जान रोक्दैन। त्यसको लागि उपचार होला, मेडिटेसन होला, ध्यान होला। अनि म क्रिस्चियन भएको कारणले गर्दा हामी क्रिस्चियन चाहिँ प्रार्थनामा राख्छौँ, परमेश्वरलाई भन्छौँ, त्यो शक्ति माग्छौँ, त्यसबाट छुटकारा पाउँछौँ। तर विकासानन्द सरले भनेको जस्तो चाहिँ रक्सी खाएर दुःख चाहिँ कुनै हालतमा भुल्नेवाला छैन, कुनै पनि हालतमा डिप्रेसन कम हुनेवाला छैन, एन्जाइटी कम हुनेवाला चाहिँ छैन। झन् सम्झिन्छ, झन् पीडा जान्छ, झन् त्यसले दर्द निम्ताइरहेको देखिन्छ क्या। सायद अब मनोक्रान्तिको सर विकासानन्द अलि फेमस हुनुभयो, सबैले चिने, अनि उहाँको गफले, उहाँको भनाइले प्रभाव चाहिँ पारेको होला। तर मैले जति पनि रक्सी खाने मान्छेहरू देखेँ, तिनीहरूले पीडा भुलेको चाहिँ देख्दै देखिनँ। झन् सम्झेर रोएको, पीडामा आफूलाई भुलाएको देखेँ। त्यस कारणले गर्दा रक्सी खानुहुन्छ भन्नु पनि गलत हो। रक्सी खाएर डिप्रेसन भुल्छ, चिन्ता भुल्छ भन्नु पनि आफूले खाने भनेर त्यो सल्लाह मात्र दिएको हो। त्यस कारणले गर्दा रक्सी पनि नखाऊ, त्यो किसिमको लतमा नबसौँ। त्यसले पीडा भुल्दैन, त्यसले दर्दबाट छुटकारा दिँदैन, झन् मृत्युमा पुर्याउन सक्छ, झन् आत्महत्या गर्न बाध्य बनाउँछ। नमस्कार।